यो चाहिँ हो केलाको बुङ्गो। मैले चाहिँ एफएमबाट लिएर आएको। अनि एफएममा अब त्यति साह्रो राम्रो त पाउँदैन, कहिलेदेखि ल्याएर राखेको हुन्छ होइन। मैले चाहिँ यसलाई केलाएर रेडी गर्दैछु। यो भित्रको कालो कालो हुन्छ नि, यो कालो चाहिँ निकालिदिनुपर्छ। यो कालोलाई निकालेर फ्याँक्नुपर्छ, किनभने यो हतपत पाक्दैन। भित्रको चाहिँ कलिलो हुन्छ, त्यसमा चाहिँ फ्याँक्नु पर्दैन। मैले यहाँ रेडी गरेको छु। अब यसलाई चाहिँ अलिकति बोइल गर्नुको लागि यहाँ रेडी गरेको छु। यसलाई हल्का बोइल गरिदिनुपर्छ। यहाँ बोइल गरेर पनि मैले निकालेको छु, मजाले निचरेर रेडी गरेको छु। अनि यसलाई मसिनो काटेको छु, काटेर रेडी गरेको छु। अब चाहिँ यसलाई म पकाउनु गइरहेको छु। अनि यहाँ कराई बसाएर चाहिँ मैले यहाँ खानतेल लगाइदिन्छु। म चाहिँ खानतेलमै पकाउँछु, मलाई चाहिँ खानतेलमै मिठो लाग्छ। बेसी जस्तो चाहिँ लसुन लगाइदिन्छु अलिकति। पहिला लसुनलाई चाहिँ मजाले पकाउनुपर्छ, फ्राई गर्नुपर्छ लसुनलाई। हल्का लसुन पाकिसकेपछि चाहिँ मैले यहाँनिर प्याज, खोर्सानी, टमाटर रेडी गरेको छु काटेर। यसलाई पनि लगाइदिन्छु। यसलाई लगाएर मजाले पकाउनुपर्छ, किनभने टमाटर मजाले पाक्नुपर्छ। टमाटर मजाले पाकिसकेपछि मात्रै त्यो केलाको बुङ्गो अघि काटेर राखेको, मसिनो काटेर राखेको छु, त्यो लगाइदिनुपर्छ। त्यसरी पकाएर खायो भने चाहिँ एकदमै मिठो हुन्छ। धेरै प्रकारले खानु सकिन्छ केलाको बुङ्गो चाहिँ। अब यहाँ मजाले पाकिसकेको छ, टमाटर मजाले पाकिसकेको छ, प्याज पनि पाकिसकेको छ। अलिकति हल्दी पनि लगाइदिन्छु। अनि अघि काटेर राखेको केलाको बुङ्गो पनि लगाइदिन्छु। यहाँ लगाएर मजाले मिक्स गरिदिनुपर्छ। मजाले यसलाई मिक्स गरेर चाहिँ माथिबाट स्वादअनुसार नुन लगाइदिनुपर्छ। अनि नुन लगाएर चाहिँ अनि यसलाई मजाले मिक्स गरिदिनुपर्छ। मजाले मिक्स गरेर यसको अलिकति हल्का पानी हुन्छ यो केलाको बुङ्गोमा, किनभने बोइल गर्दाखेरि बोइल गरेर मैले निचर्नु त निचरेको, तर पनि हल्का पानी हुन्छ। त्यसलाई पनि मजाले सुकाइदिनुपर्छ, ड्राई गरिदिनुपर्छ। मजाले सुकिसकेको छ, हेर्नुहोस् मजाले सुकेर पनि रेडी भइसकेको छ। तपाईँहरूले पनि यसरी नै केलाको बुङ्गो पकाएर खानु सक्नुहुन्छ। बाई बाई।